साथी अब यो चाहिँ हो वरुण दाको घर है। हामी चाहिँ उहाँको यो घर मात्रै होइन यो नर्सरीमा आएको उहाँको कलेक्सन्स हेर्नु। र अब यहाँबाट चाहिँ हामी एन्ट्रेन्स यहाँको रहेछ, यहाँबाट चाहिँ हामी पस्न लाग्यौँ है त साथी। र यहाँ म चाहिँ पसिसकेको छु है वरुण दाको फर्स्ट स्टेप यो यहाँ सिँढीबाट भित्र पसिसकेको छु भनेदेखिलाई यहाँ एन्ट्रेन्समै एजेला फुलिरहेको रहेछ है यति मजाले। यहाँनिर भराइटी चाहिँ यहीँबाट सुरु हुन्छ है। चेरीहरू पनि यहाँनिर राम्रो बनाएको रहेछ, माछाहरूको योहरू रहेछ है। सोकिन मिजाज गर्नुहुँदो रहेछ उहाँ। र माछाहरूदेखि लिएर अन्य फुलदेखि लिएर यहाँ मौरीहरू पाल्नुभएको रहेछ है। र अर्किड भन्नुहुन्छ भनेदेखिलाई चाहिँ अब हेरेर साध्य छैन जस्तो छ यहाँनिर। यहाँ हेर्नुहोस् हट हेर्नुहोस् यहाँ सो फ्रेंड्स ये वरुण दा का हॉट हाउस तो ये सिम्बेडियम है। तो आइए आपको मैं दिखाता हूँ। र साथीहरु हेर्नुहोस् यहाँनिर साइजहरु हेर्नुहोस् है। यहाँनिर यहाँ हेर्नुहोस् न यो चाहिँ हामी चाहिँ यहाँ चाहिँ यहाँनिर फर्स्ट उयसमा छौँ है। यहाँनिर ग्राउन्डमा छौँ। अब यहाँबाट बिस्तारै बिस्तारै बढ्दै जानेछौँ भनेदेखिलाई यहाँ चाहिँ म अस्ति फुलेको सिजनमा मैले तपाईहरुलाई भनेको थिएँ एक जग्गा बृहत रूपमा रोपेको छ त्यहाँ जान्छु भनेर। तर फुलेको सिजनमा चाहिँ म आउन सकिनँ किनभने दादाहरू पनि विभिन्न ठाउँ पाक्योङदेखि लिएर यहाँ मिरिकहरू अन्य ठाउँहरूतिर यो जुन चाहिँ सो एन्ड सेलदेखि लिएर कम्पिटिसनतिर उहाँहरू व्यस्त हुनुहुन्थ्यो र म आउनु पाइनँ। र यहाँनिर चाहिँ यो सिडकोहरू भन्नुहुँदैछ दादाले। अन्त योहरू कतिवटा आइडेन्टिफाई नभएको फुलहरू पनि रहेछ यहाँनिर है। यहाँ धेरै साइजहरू हेर्नुहोस् कति राम्रो साइज छ, मास्टर साइजमा छ है। तो गाइज काफ़ी बढ़िया स्टेज में है यहाँ पर। तो ये देख सकते हैं आप ऊपर का रैक है। ऊपर का रैक सबसे बड़ा रैक तो अभी देखना बाँकी है। सबसे ठुलो रैकतिर जानु त अझै बाँकी नै छ। यहाँ हेर्नुहोस् कति मजाले रोपेको छ भनेदेखिलाई यतिको कलेक्सन्स चाहिँ मैले सायदै मैले देख्नु पाएको छु। र यताबाट हैन यताबाटै जाँदा पनि उहाँले बृहत रूपमा रोप्नु भएको छ भनेदेखि कतिवटा त अहिले पनि फुलेको फुलहरू अहिले पनि फुलिरहेकै छ। र उहाँको यतिको कलेक्सन चाहिँ एकदमै प्रेजवर्दी, एकदमै प्रशंसा गर्नुपर्ने छ। र एकदमै ज्यादा रोपेको छ, मैक्सिमम है अभी अब देख सकते हैं। र यो चाहिँ म माथिबाट पसेर चाहिँ है अहिले बीचको र्याक छोडेर यहाँबाट आएँ भनेदेखिलाई यहाँनिर भराइटीको त कुरै नगरौँ। यहाँनिर जतिवटा भराइटी छ म्याक्सिमम भराइटी यतिको भराइटी एउटा प्लेटफर्ममा तपाईँहरूले सिम्बेडियमको देख्नु चाहिँ अलिकति साह्रै पर्छ है। तो गाइस इतना भराइटी एक ही प्लेटफर्ममै देखने को नहीं मिलेगा। तो फर्चुनेटली लकीली म आज यहाँ आइपुगेँ है भनेदेखिलाई यतातिरमा छ है। यहाँ हेर्नुहोस् आम्मामा एकदमै बृहत रूपमा रोप्नु भएको छ, म्याक्सिमम स्केलमा लार्ज स्केलमा रोप्नु भएको छ भनेदेखिलाई उहाँको चाहिँ यो पर्सनली उहाँले एकजनाले मात्रै यो उहाँकै मेहनत हो यो, जसमा चाहिँ उहाँले अलिकति हेल्पिङ ह्यान्डको लागि कोही बेला मान्छेहरू राख्नुहुन्छ भनेदेखिलाई पर्सनली उहाँले आफ्नै हातलाई चलाएको चाहिँ उहाँले मन पराउनुहुन्छ। र यसरी नै यहाँनिर भराइटी एकदमै राम्रो भराइटीमा छ फुलहरू। र म तपाईहरुलाई हिँडेर नै यहाँनिर देखाउँदैछु है। मैले अस्ति एउटा ग्रेट मिस चाहिँ के गरेँ भनेदेखिलाई यहाँ पनि रहेछ यो सबै नयाँहरू बन्नुहुँदै थियो है। अन्त फेरि मैले अस्ति ग्रेट मिस चाहिँ के गरेँ भनेदेखिलाई यहाँनिर चाहिँ अब सेकेन्ड हामी यो थर्डमा छौँ है। अस्ति म यहाँनिर फुलेको सिजनमा चाहिँ आउनु पाइनँ, त्यो चाहिँ मलाई अलिकति विस्वाद लागेको छ। त्यति बेला हेभी नै फुलेको थियो भन्नुहुँदै चाहिँ यहाँ सबैले, र म त्यति बेला आउनु पाइनँ, त्यो चाहिँ विस्वाद लागेको छ मलाई है। र नेक्स्ट इयर चाहिँ म यहाँनिर जस्तो फुल्ने सिजन हुन्छ त्यस्तै म आएर म यहाँनिर यहाँको एउटा कभर चाहिँ गर्छु, यहाँको एउटा भिडियो चाहिँ म कभर गर्छु है। नेक्स्ट इयर जब ब्लूमिंग का सीजन होगा तो मैं ब्लूमिंग के सीजन में जरूर आऊँगा। र यस्तो चाहिँ यहाँनिर अझै छ। फर्स्ट सेकेन्ड थर्ड यो फोर्थ भयो है। अब हेर्दैछु उहाँले चाहिँ अन्य सकुलेन्टहरू पनि यसरी राख्नुभएको रहेछ है। यहाँनिर ब्लुम हुँदैछ है भनेदेखिलाई
यसरी नै डेकोरेटिभ्सहरू राख्नुभएको रहेछ। र अब यो चाहिँ हेर्नुहोस् न, अब पर तपाईँहरूले हेर्नुहोस्, यो मैले वाइड एङ्गलमा राखिरहेको छु भनेदेखिलाई अहिले क्यामेरा यो भन्नुहुँदै थियो मैले 200 मिटरको छ भन्नुहुँदै थियो। 200 मिटरको यो चाहिँ हट चाहिँ यहाँनिर चाहिँ अब तपाईँहरूले साइजहरू पनि हेर्नु सक्नुहुन्छ, कत्रो कत्रो साइज छ है। तो गाइस आप देख सकते हैं ये उस शोर तक उस एंड तक 200 मीटर्स का एक लेंथ में है ये। तो ये आप देख सकते हैं, साइज देख सकते हैं, हेल्थ कंडिसन देख सकते हैं। मलाई म चाहिँ यहाँनिर चाहिँ आउँदा चाहिँ बहुत खुसी लागेको छ है। अब फुलेको त देखाउनु पाइनँ, केही छैन, नेक्स्ट इयर म कभर गर्नेछु भनेदेखिलाई। यसपालि चाहिँ यहाँ हेर्नुहोस् न, यो ट्रिपल ऱ्याकको छ, 1 2 3 ट्रिपल ऱ्याकको छ। यो ट्रिपल ऱ्याकमा यहाँनिर कति चाहिँ होला, अब तपाईँहरूले नै एउटा रफ उयो गर्नुहोस्, आइडिया लगाउनुहोस् कि यहाँनिर कति चाहिँ गमला चाहिँ छ होला र उहाँकोमा टोटली कति गमला चाहिँ छ होला, तपाईँले एउटा रफ एस्टिमेट गर्न सक्नुहुन्छ भनेदेखिलाई। यहाँ हेर्नुहोस्, वाउ, फुल चाहिँ उहाँले एकदमै बृहतै रोप्नुभएको छ र फुल चाहिँ उहाँले काफी राम्रो रोप्नुभएको छ। हेल्थहरू पनि एकदमै राम्रो छ है गाइस, काफी बढिया हेल्थ में अभी। अच्छा, मलाई मन परेको फुलहरू र यहाँनिर फुलको चाहिँ भेराइटी त अब कुरै गर्नु परेन है, हेर्दै जाउँ। र तपाईँलाई फेरि एकपटक नाम भनेर भन्दा पर्दा चाहिँ उहाँ चाहिँ हाम्रो वरुण दा हुनुहुन्छ, वरुण सुब्बा। उहाँहरू लास्टली पाक्योङमा गएको थियो, पाक्योङबाट पनि उहाँहरूले उहाँको क्विन अफ हार्टको दाम एकदमै हाई रेन्जमा गएको थियो, जसको दाम चाहिँ 35,000सम्म चाहिँ पाक्योङमा हालेको थियो भनेदेखिलाई त्यो क्विन अफ हार्ट चाहिँ यहीँबाट हाम्रै दाले फुलाउनु भएको 3 स्टिकको थियो है। र यहाँनिर यो फुलिरहेको रहेछ। दादा यो येल्लो कुन चाहिँ हो? यो चाहिँ कुन चाहिँ हो? यो चाहिँ कुन चाहिँ हो? यो पहेँलो यो ल पहिलाको 4 जर्जी हो। त मेरो चाहिँ अचानक यो भिडियो स्टप भएछ है, र फेरि म तपाईँलाई जोड्दैछु। र यो चाहिँ भयो टपको पोर्सन है, अघि तल्लोमा अलिकति बिचमा उयो भएछ भनेदेखिलाई यतापट्टि पनि छ है, यतापट्टि हेभी नै रोप्नुभएको छ उहाँले, यो साइडमा पनि। र उहाँको चाहिँ यो जुन चाहिँ हट चाहिँ एकदमै ठुलो छ, यहाँदेखि परसम्म है। र विभिन्न प्रजातिको फुलहरूले चाहिँ उहाँले आफ्नो कलेक्सन्सलाई चाहिँ निखार्नु भएको छ। र यहाँनिर मैले अस्ति फ्लावरिङ स्टेजमा आएर गर्नु पाइनँ, त्यो चाहिँ अलिकति मलाई अझै पनि एकदमै विस्वाद लागेको छ। र यहाँनिर चाहिँ भ्यान्डा, हामी इन्सिडनी भन्छ है, उयोहरू राखेको रहेछ। र अब तपाईँहरूलाई म यहाँबाट माथिबाट देखाउँछु है, यहाँबाट देखाउँछु तपाईँहरूलाई हट 200 मिटरको भनेको चाहिँ यही हो, यहाँदेखि परैसम्म छ। अब म तल्लोपट्टि जाँदैछु, यता अलिकति तल्लोपट्टिको अघि स्टप भए चाहिँ। सो फ्रेंड्स, अभी एट द लास्ट मोमेंट एंड ऑफ द सीजन ये सब अभी ब्लूम हो रहा है यहाँ पर। र अघि चाहिँ उहाँबाट चाहिँ मेरो अलिकति भिडियो स्टप भएछ है, र यो माथिल्लो छोरको चाहिँ म तपाईँलाई देखाउँदैछु। तो अनफॉर्चुनेटली वीडियो स्टॉप हुआ था वहाँ पर, तो ये मैंने आपको इसका इंट्रो दे दिया। तो अभी यहाँ पर आप देख सकते हैं कि एकदम बढ़िया कलेक्शन है यहाँ पर। तो फ्लावर्स जुन चाहिँ यो अर्किड सिम्बेडियम छ, सिम्बेडियममा चाहिँ वरुण दा छ भनेपछि चाहिँ वरुण दाको चाहिँ एउटा अलगै परिचय छ। उहाँ मिरिकबाट हुनुहुन्छ भनेदेखिलाई मिरिक यहाँ हामी तल उहाँको वासस्थान बस्तीमा आएको छौँ, र बस्तीमा पनि उहाँको जुन चाहिँ फुलहरू छ, यो फुलहरूको चाहिँ अहिले अन्तिम सिजनको अन्तिम पडाउमा पनि यसरी फुलिरहेको छ भनेदेखिलाई यहाँनिर चाहिँ कतिपय फुलहरू चाहिँ जुन चाहिँ यो तपाईँहरूले यो डाइकलाई देख्नुहुँदैछ, यसलाई चाहिँ यो चाहिँ प्रोसेसिङमा छ। यसको चाहिँ भनिसकेपछि यो क्लोनिङमा जाने रहेछ, र यसको चाहिँ भोलिपछि सिडहरू ट्युबमा बनेर आउँछ है त। यसरी नै यसरी उयो गरिरहेको चाहिँ यसलाई चाहिँ हल्लाइदिनु हुँदैन, चलाउनु हुँदैन है, यसलाई डिस्टर्ब गर्नु हुँदैन। यो भयो है, यसरी गरिराख्नु भएको रहेछ उहाँकोबाट, थुप्रो भएको रहेछ। र जुन चाहिँ एउटा कालो फुल भन्ने थियो है, कालो अर्किड भन्छ, त्यो चाहिँ यही हो, किभ मिडनाइट हो। र काकाहरूले अस्ति मलाई भन्नुहुँदै थियो कि यो पनि यसको पनि 3वटा प्रजा यसमा छ, भेराइटीमा छ। यो कसै लाइट छ, कसै डार्क छ भन्नुहुँदै थियो है। र गाइज जो ब्लैक ऑर्किड आपने सुन रखा है नाम, यही है ब्लैक ऑर्किड।
तो एक्चुअली ये फुल्ली ब्लैक नहीं है, तो नियर टू ब्लैक है। जैसे कि मलाई अस्ति काकाले भन्नुहुँदै थियो यो चाहिँ ब्ल्याक भनेर चाहिँ आएको छैन, नियर टू ब्ल्याक भनेर आएको छ भन्ने कुरा गर्नुहुँदै थियो। दिस इज द वान, यही किवी मिडनाइट। तो वेराज ये सब देख सकते हैं आप, प्रोसेसिङमा सबैको यहाँ राख्नु भएको रहेछ है। र यो फुलहरूलाई चाहिँ हल्लाइदिनु हुँदैन गाइस। अभी इस फूल को हिलाना नहीं चाहिए, टच नहीं करना चाहिए, क्योंकि ये अभी इसको सीड उगाने के लिए इसको क्रॉस के प्रोसेस में है, ये अभी प्रोसेसिंग में है। तो ऐसा करके रखा हुआ है। तो ये है अब मैं अभी बरुंदा के यहाँ हूँ, वरुण सुब्बा, जो मिरिक का एक वेल नोन सिम्बेडियम ग्रोवर है। र उहाँ चाहिँ मिरिकमा आएर वरुण सुब्बा भन्नुभयो भनेदेखिलाई जस्तै उहाँलाई चाहिँ सिम्बेडियम ग्रोवर्स या फ्लोरिस्टहरूले चाहिँ सबैले नै चिन्नुहुन्छ। उहाँ वेल नोन फिगर हो मिरिकको। उहाँ अब जस्तै हाम्रो काका रतन राई दुङमाली, अन्त अत्यन्त सुब्बा हाम्रो काका, अनि हाम्रो उहाँको टिम अप हुनुहुन्छ। उहाँहरू प्रायः सँगै देख्नुमा आउने हाम्रो ओवाइबी अङ्कलहरू, र उहाँहरू चाहिँ सबै एउटा वेल नोन फिगर हुनुहुन्छ मिरिकमा चाहिँ। उहाँहरूलाई चाहिँ परिचय चाहिँ मिरिकलाई होइन, मिरिकको परिचय उहाँले दिन्छ भने उहाँहरूलाई मिरिकले पनि एउटा छाप, एउटा परिचय दिएको छ। सायद यो हुनसक्छ यो ग्रिन क्यास्केड DG2 भनेर पनि आएको थियो एकताल है। र उहाँ मान्छे हाम्रो दाजु चाहिँ अब आमा हेर्नुहोस् न, ग्रिन क्यास्केड हेर्नुहोस् न है। यहाँ अन्य भेराइटी पनि, अन्य प्रजातिको फुलहरू पनि उहाँहरूले चाहिँ यस्तो मेहनत गरेर रोप्नु भएको छ। अन्त सिडलिङ्स चाहिँ हेर्नुहोस् न, अब सिडलिङ्स चाहिँ भराइटी चाहिँ यहाँ हेर्नुहोस् त, आमा मेहनत चाहिँ कति लाग्छ भनेदेखिलाई यहाँ हेर्नुहोस् लिफ मल चाहिँ उहाँले कति थुपार्नु भएको छ। यो त चलाएर पनि अहिले फिलहाल उब्रेकोहरू हो भनेदेखिलाई सिडलिङ्सहरू चाहिँ यसरी रोप्नु भएको छ उहाँले। योहरूमा चाहिँ तपाईँहरूको मैले देख्दैछु यहाँ चाहिँ जस्तै म पनि यसरी नै रोप्छु, नेचुरल मल र उयो काउडङमा मात्रै भनिदिनु। यसमा चाहिँ अलिअलि ग्राभल्सहरू पनि मिक्स गर्नुभएको रहेछ। अब कतिलाई चाहिँ अब एउटा डर छ कि मान्छेले पर्लाइटै हाल्नुपर्छ भन्ने त्यस्तोहरू उयो दिएको हुन्छ, र त्योहरू चाहिँ जहाँसम्म लाग्छ मलाई चाहिँ एउटा मेहनत गरेर राम्रोसँगले म्यानुरिङ ध्यान दियो भनेदेखिलाई नेचुरल जुन चाहिँ एउटा हामी बनाउँछौँ काउडङ र लिफ मलको त्यतिको चाहिँ हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। र यहाँनिर यसरी राख्नुभएको रहेछ। यहाँ हेर्नुहोस् उहाँको मलहरू यसरी छानेर राख्नुभएको छ। यो चाहिँ काउडङ हो गाइस, दिस इज काउडङ है, मैनुरिंग के लिए। तो मैंने लीव्स तो छोड़ दिखा दिया र छानेर यसरी राख्नुपर्छ है, यसरी राखेको रहेछ उहाँहरूले। र यहाँनिर सिडलिङ्सहरू हो भन्दैन, ग्राउन्ड अर्किडहरू पनि रहेछ है। तो भराइटी काफ़ी भराइटी छ यहाँनिर। उहाँको त अब फुलको दुनियाँमा उहाँको नामै अलग्गै छ है उहाँहरू। र यसरी नै मलाई खुसी लाग्यो आज आउनु पर्दाखेरि ब्याक बल्बहरू है, बल्बहरूलाई यसरी ट्याबमै बनाएर राख्नुभएको रहेछ भनेदेखिलाई। दादा DG2 भनेर आएको यही हो? DG2 कि DG6 हो? ग्रिन? हजुर हजुर हजुर। ह्याङ्गिङमा यो चाहिँ राम्रो छ है। र यता पनि अब यहाँनिर अन्य भेराइटीको तपाईँहरूले यहाँ देख्नु पाउनुहुन्छ है। अन्त आमा हेर्नुहोस् भेराइटी चाहिँ हेर्नुहोस् यहीँ। अब हामी त नेचुरली हामी यसलाई भेन्डा भन्छौँ है, या इन्सिड नै भन्छौँ। यसलाई कतिले लेडी सु पनि भन्छ है। अन्त त्यसको पनि भेराइटी हेर्नुहोस् यहाँनिर, यो अलग भेराइटी छ एउटा है। सो यहाँनिर यसरी नै जाँदै जाँदाखेरि अझै पनि यहाँ फुलिरहेको फुलहरू चाहिँ आमामा यो वान है दादा? दुईवटा भेराइटी, सोलन वानको दुईवटा भेराइटी यहाँ हेर्न सक्नुहुन्छ। यो एउटा भयो र यो अर्को भयो। अब तपाईँहरूलाई म अलिक पछाडि लिएर देखाउँदा फेरि चाहिँ हेर्नुहोस् नि, यसमा चाहिँ अलिकति डट्स पनि ज्यादा छ है यसमा चाहिँ। र यसमा चाहिँ अलिकति उयो पनि लाग्यो, कलरको सार्पनेस पनि अलिकति तपाईँले हेर्न सक्नुहुन्छ। यो सोलनको दुईवटा भेराइटी है। अन्त यसरी नै यहाँबाट पसेको म यहाँ आइपुगेँ है, एक राउन्ड लागिसक्यो। र मलाई लाग्छ तपाईँहरूको समय राम्रै बित्यो होला।
भनेर। र हाम्रो दादा चाहिँ वरुण दाजु हुनुहुन्छ र अब छोडिएको छ अलिकति हेर्नुहोस् नि, ज्यादा हुनु पनि यही पिर हुन्छ। यहाँ हेर्नु न ब्याक बलहरू यहाँनिर फेरि यति डरलाग्दो पुग्नु भएको छ। ब्याक बल त उता पनि देखिहाल्नु भयो, यता पनि देखिहाल्नु भयो। र यहाँ आएर चाहिँ एउटा क्वालिटी टाइम पाएँ मैले। डेन्ड्रोबियमको पनि यहाँ भेराइटीहरू रहेछ है। भनेदेखि आशा चाहेको छु कि तपाईँहरूले एउटा क्वालिटी टाइम पाउनुभयो, यहाँ आएर फुल हेर्नु पाउनुभयो है। र धन्यवाद तपाईँहरूले अहिलेसम्म जोडिएर हाम्रो यो मेरो यो भिडियोमा बसिदिनु भएकोमा। र थ्याङ्क यू फर वाचिङ। नेक्स्ट भिडियोसम्म जोडिएर बस्नुहोस् मसँग। र आशा साँच्दछु कि तपाईँहरूको क्वालिटी टाइम भयो भनेर। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।